साथीहरू पोखराको बारेमा जति कुरा गरे पनि सकिँदैन। पश्चिमको सबैभन्दा ठुलो सहर पोखरा हो भने कास्की जिल्लाको सदरमुकाम पनि पोखरा हो। नेपालको काठमाडौँ पछिको सबैभन्दा ठुलो सहर पनि पोखरा हो। पोखरा त्यति मात्र नभएर प्रदेश नम्बर 4 गण्डकी प्रदेशको राजधानी पनि पोखरा हो भने क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो महानगरपालिका पनि पोखरा हो। पोखरा नेपालको सबैभन्दा स्वच्छ एवं सफा सहर पनि पोखरा हो। पोखरामा नेपालको सबैभन्दा धेरै पर्यटकहरू घुम्न जाने ठाउँ पनि पोखरा हो। नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ भनेर नि पोखरालाई चिनिन्छ। पोखरामा न त धेरै जाडो हुन्छ न त धेरै गर्मी हुन्छ न त धेरै हिलो हुन्छ न त धेरै छारो उठ्छ। त्यसैले पोखरालाई भिआइपी को सहर पनि भनिन्छ। पोखरालाई युरोपको सहरहरूसँग पनि दाँच्न मिल्दछ। वरिपरि हरियाली पहाडले ढाकेको सफा एवं सुन्दर सहर पोखरामा करिब 10 लाख भन्दा बढी व्यक्तिहरू घुम्नको लागि आउँदछन्। नेपालको ठुलो शिवको मूर्ति पनि छ। पोखरालाई नेपालको अन्य सहरहरूसँग दाँच्न मिल्दैन। पोखरा एसियाकै नम्बर 1 ब्युटिफुल सहरहरूको साथीहरू पोखराको बारेमा जति कुरा गरे पनि सकिँदैन। पश्चिमको सबैभन्दा ठुलो सहर पोखरा हो भने कास्की जिल्लाको सदरमुकाम पनि पोखरा हो। नेपालको काठमाडौँ पछिको सबैभन्दा ठुलो सहर पनि पोखरा हो। पोखरा